I have come with one small story. It goes like this. यस्तो छ You know, सबभन्दा एकदम टलेस्ट एनिमलको नाम के हो? राइट, जिराफ. जिराफ सबभन्दा अग्लो एनिमल हुन्छ र जङ्गलमा जिराफको एउटा एकदम पिक्युलियर एउटा नेचर हुँदो रहेछ क्या. बच्चालाई पाइसके पछाडि जिराफले त्यो आफ्नो बच्चालाई अगाडिको खुट्टाले चाहिँ एकदम जोड-जोडसँग किक गर्दो रहेछ. साइन्टिस्टहरूले जसले चाहिँ त्यो जङ्गलमा गएर चाहिँ स्टडी गर्छन् नि, उनीहरूले चाहिँ यस्तो स्टडी रिसर्च गरेछन् क्या. यस्तो भर्खर जन्मेको बच्चालाई यसले यसरी किन हान्छ हैन, जबकि त्यो जिराफको किक यति स्ट्रङ हुन्छ. इभन टाइगर, लायन अल्सो अफ्रेड टु कम नियर टु देम. स्टडी गर्दाखेरि तिनीहरूले के पाएछन् भनेपछि, रिसर्चमा के निक्लेछ भनेपछि, जुन जिराफ जुन छ त्यसले बच्चालाई चाहिँ त्यत्तिकै त्यो त्यहाँ बस्न दियो भने सी क्यानट प्रोटेक्ट द बेबीले उसलाई प्रोटेक्ट गर्न नसक्दो रहेछ, किनकि ऊ त अग्लो हुन्छ. सानो स्क्याभेन्जरहरू आएर ज्याकल, टाइगरहरू आएर बच्चालाई मार्न सक्छन् र त्यो अलिकति खुट्टामा चाहिँ उभियो भने उसलाई बचाउन सजिलो हुँदो रहेछ क्या जिराफलाई. त्यही भएर त यहाँ हियर वी क्यान सी फर द सेक अफ द बेबी जिराफ इज किकिङ इट्स बेबी. लाइक द सेम हाम्रो लाइफमा पनि, जस्तै मैले स्पेसली टिचर प्यारेन्ट्सहरूको म उदाहरण दिन चाहन्छु. प्यारेन्ट्सहरूले बाबुहरूलाई गाली गर्ने अनि द स्कोल्ड गर्ने अनि कुराहरू सुनाउने हैन, पनिसमेन्ट कहिलेकाहीँ पनिसमेन्ट दिने टिचरहरूले पनि त के को लागि छ खासमा? सो द्याट दे विल बी एबल टु सर्भाइभ, सो द्याट दे विल डु बेस्ट इन देयर फिल्ड. द्याट इज वाइ हामीले प्यारेन्ट्सहरूले र टिचरहरूले चाहिँ के गल्ती पनिसमेन्ट दिनुभयो भनेर चाहिँ गाह्रो नमाने हुने रहेछ, किनकि उनीहरूको त्यो सुझाव, उनीहरूको पनिसमेन्टले चाहिँ हामी स्ट्रङ बन्दो रहेछौँ. ओके, थ्याङ्क यू सो मच फर लिसनिङ.